नेपालको शाहवंशलाई शाहदेवको उपाधि दिने समुदाय देवको रक्षा गर्नको निमित्त हरेक तवरबाट तयार भएको जानकारी गराउँदै यहाँको काठमाडौँवासीहरूलाई हात जोडेर विनम्रतापूर्वक हामी देवको रक्षा गर्न तयार भएका समुदायलाई संरक्षित गरेर स्थान दिनको निमित्त हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि अब काठमाडौँ समुदाय जाग्नुपर्ने स्थिति आएको छ। हिलोमा फुल्ने कमलमा केशर खोज्ने व्यक्तिहरूले बैलगाडामा चढेर अमेरिका पुगेका र बैलगाडामा चढेर अमेरिका पुग्ने सहयात्रीहरूको निमित्त हाम्रो संयुक्त जनआन्दोलन समितिका श्रद्धेय माननीय राजेन्द्र लिङदेनज्यूले हेलिकप्टरको व्यवस्था गर्नुभएको रहेछ। हाम्रो मधेसी समुदायले हेलिकप्टर होइन त्यो खातेलाई बैलगाडामै अमेरिका पुर्याउनु पर्छ भन्ने धारणा राख्दछ। तपाईहरु कतिको सहमत हुनुहुन्छ? एउटा नपुंसक पाखण्डी पागल ओलीलाई हेलिकप्टरको औकात छैन। त्यो खातेलाई हामी बैलगाडामै पुर्याउनु पर्ने हुन्छ। त्यसकारण आदरणीय जनसमुदाय, आदरणीय न्यायप्रेमी जनसमुदायलाई म हात जोडेर विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने विगतमा मचाइएका काण्डहरू मैले भन्नुपर्ने आवश्यकता छैन। हामी सबैले बुझिसकेका छौं। समय व्यर्थ नगरौं। यो खातेहरूलाई हामीले लात्तले हान्ने हो कि जुत्ताले हान्ने हो, हामी तयार हौं। यो खाते नपुंसक पाखण्डी केपी ओलीको नौटंकी, यो पर्दीवाला गुण्डाहरूको वर्चस्व हामीले कुनै पनि स्थितिमा स्वीकार गर्दैनौं। आदरणीय जनसमुदाय, तराई मधेस भनेको नेपालको अभिन्न अंग मात्र होइन, नेपालको मुटु पनि हो, नेपालको सीमाको रक्षा गर्ने एउटा समुदाय पनि हो। यो समुदायलाई यदि कुनै पनि निश्चित वर्ग समुदायले यदि प्रतिबन्धित गर्ने काम गर्छ भने त्यो दुर्घटनाको एउटा प्रमुख कारक तत्व हुन सक्छ। त्यसकारण म उपस्थित लाखौंको भीड, यो मेरो अग्रज आदरणीय न्यायप्रेमी सनातन सभ्यताका अनुयायीहरूलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने यो 4-4वटा किडनी राखेर राष्ट्रिय भाउजू, राष्ट्रिय